साथीहरू, मेरो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। मिनी भ्लगमा म चाहिँ यहाँ जमसुङको मुस्ताङ स्याउ उयसमा छु, देख्न सक्नुहुनेछ। अब चाहिँ यता पहाड चट्टान भएको देख्न सक्नुहुनेछ दर्शकहरू। मेरो युट्युब च्यानलमा स्वागत छ तपाईँहरूलाई। लाइक एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला। स्याउ देख्न सक्नुहुनेछ, सानो बोटमा पनि कति धेरै लुचुक्कै स्याउ फलेको छ देख्न सक्नुहुनेछ। तपाईँहरूले पनि सानो बोटमा पनि स्याउ लुचुक्कै फलेको रहेछ देख्न सक्नुहुनेछ। मेरो यस्तै भिडियोहरू सधैँ नै आइरहने गर्छ, दर्शक पनि देख्न सक्नुहुनेछ। यसमा धेरै थरीका स्याउहरू छन्। यो चाहिँ अलि पछि पाक्ने स्याउहरू देख्न सक्नुहुनेछ। गाइजहरू, तपाईँहरूलाई पनि स्याउहरू खान मन लाग्यो भने जमसुङतिर आउनु होला, यही भन्न चाहन्छु। भिडियो छोटो भए पनि मेरो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। सिजन 4 मिनी भ्लग देख्न सक्नुहुनेछ। तपाईँहरूलाई पनि यस्तै भिडियो सधैँ नै पोस्ट गरिराख्नेछु भन्ने आशा व्यक्त गर्दछु। देख्न सक्नुहुनेछ गाइजहरू, जमसुङतिर त्यस्तो स्याउघारी छ देख्न सक्नुहुनेछ। आफ्नै फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा तपाईँहरूलाई। यस्तै भिडियोहरू सधैँ नै तपाईँहरूको माझ ल्याउनेछु भन्ने आशा राख्दछु। मिनी भ्लगमा सिजन 4को मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। देख्न सक्नुहुनेछ यता स्याउहरू। यिनीहरूलाई उगानी गोडमेल गर्नुपर्नेछ देख्न सक्नुहुनेछ दर्शकबिन। तपाईँहरूलाई पनि यस्तै स्याउहरूको भिडियोहरू मैले पोस्ट गर्नेछु। आज पहिलो दिन मेरो कामले चाहिँ यस्तै गरिरहेको थिएँ देख्न सक्नुहुनेछ। जताकतै स्याउ देख्न सक्नुहुनेछ। गाइजहरू देख्न सक्नुहुनेछ। यता स्याउ छ गाइजहरू, माथि देख्न सक्नुहुनेछ। तपाईँहरूले पनि गाइजहरू, मेरो मिनी भ्लग धेरै लामो भएको हुनाले अब भिडियोहरू मैले अलि छोटो गर्नेछु भन्ने मैले आशा व्यक्त गरेको छु। गाइजहरू देख्न सक्नुहुनेछ। तपाईँहरूलाई मेरो भिडियो अलि लामो भएको छ गाइजहरू देख्न सक्नुहुनेछ। तपाईँहरूलाई आज नै पहिलो दिनमै साउबारीतिर घुमेको गाइजहरू। म त पहिलो दिन नै साउबारीमा घुमेको देख्न सक्नुहुनेछ। तर पहिलो दिन अनौठो जस्तो देख्न सक्नुभयो गाइजहरू। तपाईँहरूलाई के भन्नुहुन्छ, तपाईँहरूलाई गाह्रो छ हो काम गरी खान। मेरो मिनी भ्लग देख्न सक्नुहुनेछ गाइज।